उनीहरू वेदको धन्यलाई फेरि हिन्दू अहिन्दू भन्न मिल्छ मिल्दैन तर उनीहरूले कृष्णलाई मान्दैन बोलो श्री प्राणनाथ प्यारे की हिन्दूभित्रमा पनि कतिजनाले अरे तुलसीदासजीको नाम सुन्नु भएको तुलसीदासले के गरे वितक साहेब पन्नाजी बजेर लेखेका हुन् हो कि होइन तुलसीदासले लेखेको नि वितक हो तुलसीदासजीले रामायण लेख्नु भएको वितक होइन हो तुलसीदासजी कसको भक्त हुनुहुन्थ्यो रामायण लेखेपछि त रामको भक्त हुनुहुन्थ्यो हैन रामको भक्त पहिलोचोटि वृन्दावन घुम्न जानुभएको छ ब्रज भूमि में एक समय है जब पहुंचे तुलसीदास कहीं राम प्रभाव न पाया तब हो गया चित्त उदास ब्रज भूमि में जब तुलसीदास एक समय पुग्नु भयो कहीं रामको मन्दिरै छैन रामको पूजै छैन गल्ली गल्लीमा जता पनि राधे राधे कृष्ण कृष्ण मात्रै भन्छन् उनको चित्त उदास भएछ त्यहाँदेखि बेकारमा आज के पनि सम्झेर आएको थियो वृन्दावन हामी पहिलोचोटि वृन्दावन गए जस्तै हैन सारा वृन्दावन प्रणामी सुन्दरसागरको गडला बनाउनु भएको के को हुन्थ्यो हामी त प्रत्येक मन्दिरमा कञ्चन थाली भनेर भन्छन् होला भनेर सोचेर गएका थियौँ तर कहाँको हुन्थ्यो तर राज्यको मन्जुरी अर्कै थियो त्यो त एउटा हामीलाई साल आए गोलोक भने जस्तो त्यहाँ छिराउनु मात्रै भएको नि त हैन असल डेस्टिनेसन त यहाँ बाढीमा थियो नि त बोलो श्री प्राणनाथ प्यारे की अब तुलसीदासजी वृन्दावन जानुभयो कृष्णको कतै रामको त पूजा पाठै छैन मन्दिर छैन एकदम निराश भएर उराट भएर फर्किन लाग्नु भएको छ उदास हुनुभयो त्यहाँदेखि बीचमा कृष्ण भगवान बाल गोपाल श्री कृष्णजीले दर्शन दिनुभयो बोलो श्री प्राणनाथ प्यारे की बाल गोपाल श्री कृष्णजीले दर्शन दिनुभयो तर तुलसीदासजीले प्रणाम गर्नु भएन यहाँ हिन्दूहरू भित्र पनि रामलाई मान्नेले कृष्णलाई मान्दैन बोलो श्री प्राणनाथ प्यारे की आखिर भगवान विष्णु त एउटै हुन् नि तिनै विष्णु राम भनेर आउनुभयो त्रेतामा अनि तिनै विष्णु राक्षसहरूलाई दमन गर्नको लागि द्वापर युगमा कृष्ण भनेर आउनुभयो एउटै हो नि त मूल त भगवान विष्णु नै अलग अलग अवतारमा आउनु भएको छ तर यहाँ तुलसीदासजीले विद्वान व्यक्ति फेरि कोही तपाईँ हामी जस्तो सामान्य व्यक्ति होइन केवल परिवारै मात्रै पालेर बसेको बोलो श्री प्राणनाथ प्यारे की उनी त यो परिवार र संसारदेखि को बन्धनदेखि मुक्त हुनुभएको तुलसीदासजीको अलिकति ब्याकग्राउन्ड सुन्नुहोस् साउनको महिना थियो तुलसीदासजी साउनको महिना थियो साउनको महिनामा भारतवर्षमा कति प्राय उनीहरूले साउन महिनाभरि दाढी काट्दैन कति यहाँ मैले गुजरातको व्यक्तिहरूदेखि हामीसँग काम गर्नेहरू दाढी प्रत्येक दिन ब्लेड लाउने मान्छे झ्याप्पै दाढी पाले अरे किन नकाट्यो भने गरे साउन महिना होइन साउन महिनामा हाम्रो दाढी नै काट्ने दाढी रख्ने भन्ने त्यस्तो हो होइन साउन महिनामा उनीहरू विषय सम्बन्धित जति पनि कुराहरूदेखि वञ्चित हुन खोज्छन् प्राय व्यक्ति अब त्यसरी नै साउन महिनामा चौमासा भन्छ साउन महिनामा तुलसीदासजीको धर्मपत्नी माइता जानु भएको थियो बोलो श्री प्राणनाथ प्यारे की अनि अब साउन महिनामा माइता गएको स्थितिमा तुलसीदासजीलाई चाहिँ अब भनौँ एउटा उनलाई अलिकति संसारिकता प्रति होइन विषय वासनाले उनलाई ग्रसित गर्यो त्यो विचार उनको विकृति भयो विचारमा विकृति आयो र उनले रात्रिको समयमा सावनमा बाढी पनि आएको छ आकाशबाट मुसलाधार वर्षात पनि भइरहेको छ त्यस्तो अवस्थामा घरबाट एकदम मनको वेगमा पुग्नुहुन्छ बाढी पनि पार गरेर कसरी के भयो त्यो उनले देख्दै देखेन बाढी पार गरेर गए अनि रात्रिको समयमा होइन 12-1 बजी भइसकेको छ सबै उनको ससुरालीमा सुतिसकेको अवस्था छ रात्रिमा त सधैँ अरू बेला जाँदाखेरि अब उनका पति पत्नीलाई जुन कोठा दिन्थे अब त्यही कोठामा उनका धर्मपत्नी पनि शयन गरिरहेको थिइन् र तुलसीदासजीले खिड्कीबाट झुन्डिएर जानुभयो र झुन्डिएर गएर खिड्की यसो ठटो पारेर चाहिँ आवाज आएर कसले खिड्की रात्रिको समयमा यसरी ठटाउँछ भनेर श्रीमतीले यसो उगारेर हेर्दा त आफ्नो पति देख्छन् बोलो श्री प्राणनाथ प्यारे की अनि अब भित्र बोलाइन् ढोका खोलेर अनि त्यहाँदेखि अब भन्छन् अनि रात्रिको हुँदेखि नै तपाईँ पागल हुनुभयो कि दिमाग त ठेगानामा छ तपाईँको पानी परिरहेको छ यति ठुलो साउन्डको बाढी आइरहेको छ भेल आइरहेको छ कसरी आउनुभयो तपाईँ
बाहिर गएर म कसरी आएँ भनेर हेर्दाखेरि चाहिँ यत्रो नाक भन्दा ठुलो साँप बरन्डामा यसरी त्यो पानीबाट ओत लाग्नको लागि झुन्डिएर तल झुन्डिएको रहेछ। एउटा सन्त महात्माको भनाइ के छ भने व्यक्ति जब संसारको कुनै पनि विषय रसमा अन्धो भएपछि उसलाई भलाइ कहाँ हो, फाइदा कता हुन्छ, नोक्सान कता हुन्छ थाहा हुँदैन, अन्धो बन्छ अरे व्यक्ति। अज्ञानको अन्धकारमा, विषयको अन्धकारमा व्यक्ति अन्धो बन्दछ र उचित अनुचित के हो त्यो पनि केही छुट्याउन सक्दैन। र रात्रिको समयमा त्यसरी जाँदछन् अनि पत्नीले के भन्नुहुन्छ त, बाहिर यसो बरन्दामा हेर्दा हेर्दा साँपमा पनि म जुन्निएर आएको छु, बाढीमा एउटा लास माथिबाट चढेर आएछन्, मुडो जस्तो ठानेको थियो। बोलो श्री प्राणनाथ प्यारे की। त्यो कामको बेगमा, कामको कामातुर भइसकेपछि उनले लासलाई लास सम्झेनन्, साँपलाई साँप सम्झेनन्, साँपलाई त डोरी सम्झे। बहुत गम्भीर विषय छ। अब पत्नीले भनिन् हेर रात्रिको समयमा 12-1 बजी भएको छ, यहाँ घरमा मेरा माइतीले चाल पाएनन् भने, चाल पायो भने जो तपाईँको ज्वाइँको प्रति जुन इज्जत उनीहरूको दिलमा छ त्यो इज्जत पनि उनीहरूकोबाट हट्छ। त्यसै कारण त अहिलेको अहिले तपाईँ यहाँबाट यसै क्षण तपाईँ यहाँबाट निक्लिहाल्नुहोस्। यति जुन मसँग मिलेर रात्रिको समयमा तपाईँ तडपेर आउनुभयो, यो तडप जुन छ, दर्द पीडा छ, अलिकति भगवानको लागि, परमात्माको लागि यति कति भयो, आधा घन्टा 1 घन्टा कति टाइम लाग्यो होला यहाँ आउनु न, यति तपाईँले बसेर ध्यानमा बसेको थियो भने कति ठुलो प्राप्ति हुन्थ्यो। बोलो श्री प्राणनाथ प्यारे। आफ्नो धर्मपत्नी वास्तवमा यस्तै हुनुपर्नेछ। पतिले यदि बाटो बिराउँदैछन् भने सत्य मार्गमा ल्याउन खोज्ने, न कि अझै काँचो घरमा आगो लगाउने खालको पत्नी हुनु हुँदैन। पत्नी पतिको प्रति, पति पत्नीको प्रति विवेकले निर्णय लिनुपर्छ। तुलसीदासजीको धर्मपत्नी त्यतिखेर भारतीय नारी, त्यतिखेर पतिव्रत नारी थिइन्। उनले आफ्नो पतिको महिमा घटेको देख्न चाहन्नथिन्। त्यो कारणले गर्दाखेरि भनिन् कि तपाईँ यसै क्षण यहाँबाट यो जग्गालाई परित्याग गर्नुहोस्। मेरो माइतीको मैले मात्र देखेको छु, केही भाग बिग्रेको छैन। मेरा दाजुभाइ दिदीबहिनीहरू अन्य व्यक्तिले तपाईँ आएको चाल नपाउनु। तपाईँ नत्र भने विद्वान व्यक्ति हुनुहुन्छ, तपाईँको इज्जत समाजमा हुँदैन। बस आफ्नो धर्मपत्नीको मुखारबिन्दद्वारा सुमार्गका वचन सुन्ने बित्तिकै यस्तो प्रकारको बाण उनको हृदयमा लाग्यो र तुरन्त त्यतिखेर ल उनले भने तिमी मेरो पत्नी हो, तिमी मेरो गुरु हो। त्यतिखेर नि उनको चरणमा नतमस्तक भएर प्रणाम गरेर त्यहाँदेखि घर गएर सिधा जङ्गल गए तुलसीदास। यस्तो प्रकारले तपस्या गरेर निक्ले तुलसीदास। यसरी एउटा सुनलाई तपाउँदाखेरि कुन्दन बनेर तयार हुँदछ, कुन्दन बनेर निक्लिनु भयो तुलसीदास। बोलो श्री प्राणनाथ प्यारे की। त्यसैले गृहस्थी जीवनमा बहुत कुछ सिक्नुपर्ने। र यो बितक साहेब भनेको म चर्चा सुनाउँदै थिएँ तपाईँहरूलाई। बितकले यो दुनियाँमा जति पनि प्रकारको भ्रम, अन्धकार, अज्ञान, भेदभाव, रूढिग्रस्तता समाज छ, यसलाई सही दिशा निर्देश प्रदान गर्दछ। यो बितककै वाणीको ज्ञानले गर्दा हो आज हामी आत्मसम्मानको साथमा बाँच्न सफल भएको छौँ कि छैन। आज बितकको ज्ञान मिलेको थिएन, तारतम्यको ज्ञान मिलेको थिएन भने हाम्रो संस्कार, हाम्रो स्थिति, हाम्रो खानपान कहाँ हुने थियो। रात दिन लडाइँ झगडा, पाखुरा सुर्का सुर्की, परिवारको बिचमा नाक कोरा कोर हुन्थ्यो कि हुँदैन थियो। जो आज संसारमा स्क्यान्डलमा आइकन कति बुढिसहरू अहिले जेलमा छन् होइन, कोही जन्म कैदको लागि गएका छन् कि छैन। एउटा उचित संस्कार, एउटा उचित धार्मिक संस्कार नमिल्नको कारण। त्यसैले गर्दाखेरि धार्मिक संस्कार, धर्मको ज्ञानले, धार्मिक ज्ञानले, ब्रह्म ज्ञानले हामीलाई वास्तवमा मानव भनेको के हो, मानव भएर कसरी बाँच्नुपर्छ त्यो सही अर्थ धर्मले सिकाउँदछ। त्यसैले के भनेको छ, धर्मो रक्षति रक्षितः भनेको छ। धर्मको हामीले रक्षा गर्नुपर्छ। धर्मको पालन गर्यो भने धर्मले पनि हाम्रो रक्षा गर्दछ। धर्म कहिले पनि छोड्नु हुँदैन। धर्म विहीन पशुभी समान भनेको छ शास्त्रले। धर्म छोडेको व्यक्ति पशुको बराबर हो। बोलो श्री प्राणनाथ प्यारे की। गुरुजनहरूले त्यही भन्नुहुन्थ्यो नि, तारतम्यलाई लत्याउनेवाला व्यक्ति छ। तारतम्यलाई जसले लत्याउँछ, तारतम्यको अपमान गर्दछ, त्यो व्यक्तिलाई क्षमा गर्नुपर्छ। हे परमात्मा, यसको सद्बुद्धि प्रदान गर्नु दिनुहोस् तपाईँले भन्नुपर्छ होइन।
उसलाई अब